हेलो हेलो साथीहरू सबैजनालाई नमस्ते। आज नि मैले एउटा सानो भिडियो लिएर आएको छु। त्यो भिडियो चाहिँ गुन्द्रुक हो है त साथीहरू। सबैजनाको घरमा गुन्द्रुक मन पराउनुहुन्छ हैन। मेरो घरमा पनि धेरै मन पराउनुहुन्छ गुन्द्रुक चाहिँ। मेरो माइतमा बनाएको गुन्द्रुक है साथीहरू। अनि मैले चाहिँ गुन्द्रुकलाई चाहिँ यसरी कुच्काएँ। अलिक धेरै मसिनो भयो जस्तो लाग्यो, ढुट्टियो जस्तो लाग्यो, तर पनि मैले सबै मिलाएँ भनौँ न। यसरी पानी गाड्नुपर्छ रे अनि राम्रो हुन्छ गुन्द्रुकमा चाहिँ। मैले पानी गाडेँ, हात चाहिँ साह्रै दुख्दो रहेछ। अनि त्यसपछि सुकाएँ। मैले यो चाहिँ फर्स्ट डेको गुन्द्रुक है, यसरी सुकाएको। अनि त्यसपछि नाङ्लोमा लगाएर मैले चार नाङ्लो भयो के अरे, अनि यसरी सुकाएँ नाङ्लोमा राखेर। त्यो दिन चाहिँ घाम लागेको थिएन, अनि यसरी सुकाएर राखेँ। अनि लास्ट दिनमा चाहिँ यति राम्रो भयो नि मैले बनाएको गुन्द्रुक, कति राम्रो भयो क्या, ढुट्टेर कुरकुर भएर सुकाएँ। अलिक धेरै सुक्यो क्या अरे, तर गुन्द्रुक चाहिँ साह्रै मन पर्यो। अनि यो चाहिँ मेरो सेकेन्ड टाइम बनाएको गुन्द्रुक है साथीहरू। मन पऱ्यो लाइक गरिदिनु होला। हस् त, धन्यवाद, बाई।